आज म तपाईँहरूलाई फ्युजनको बारेमा सिकाउन जान्दैछु। फ्युजन कसरी चल्छ र हामी कसरी सजिलै चलाउन सक्छौँ भनेर तपाईँहरूलाई मजाले बेसिक्स क्लियर गरिदिन्छौँ। सुरुमा हामी अब फ्युजन कम्पोजिसन बनाऊँ, ड्र्याग एन्ड ड्रप गरिदिउँ अनि फ्युजन पेजमा जाऊँ। यहाँ हेर्नु है, फ्युजन नोट बेसमा काम गर्छ है। हामी सुरुवात ब्याकग्राउन्डबाट सुरु गरौँ है। यो इन हो र यो आउट हो। मिडिया आउटमा हामीले सबै नोडहरू कनेक्ट गरिसकेपछि मात्र हामीले यो एडिट पेजमा देख्न सक्छौँ। हामीले जे चेक गरौँ कि हेर्नु मिल्दैन, किनभने यो ब्याकग्राउन्ड आउटपुटसँग कनेक्ट छैन। त्यही भएर हामीले आउटपुटसँग मजाले कनेक्ट गर्न सक्नुपर्ने हुन्छ। हामी आउटपुटसँग कनेक्ट गरेन भने हामीले एडिट पेजमा के आउटपुट हेर्न मिल्दैन। हामीले फ्युजनमा बनाएको चिजहरू। सुरुमा हामी मर्ज नोड हेऱ्यौँ। मर्जमा के छ त, एउटा ब्याकग्राउन्ड छ, अर्को फोरग्राउन्ड छ, अर्को इफेक्ट मार्क्स छ। यसको छुट्टै छुट्टै काम हुन्छ। तपाईँहरूलाई म अरू भिडियो एडिटिङ जस्तै अब यहाँ एस्थेटिक लेयर बेसमा हामी कसरी काम गर्छ त्यसरी म तपाईँहरूलाई सिकाउँछु। सुरुमा यो सम्झिनु तपाईँको स्क्रिन हो। हामी जे कुरा गर्छौँ त्यो कुरा हामी तलपट्टि नोटमा गर्छौँ। यो ब्याकग्राउन्ड भनेको हाम्रो तलपट्टिको भाग हो। जस्तै मैले यो राखेँ, यो तलपट्टिको भाग छ र मैले यसको माथि मैले यो राखेँ भने यो ब्याकग्राउन्ड भयो, यो फोरग्राउन्ड भयो नि त। हामी बुझिसक्यौँ र अब यसमा पनि त्यही नै हुन्छ क्या। हाम्रो चाहिँ यो ब्याकग्राउन्ड भयो, यो फोरग्राउन्ड भयो। मर्ज भन्नाले हाम्रो यो मात्र हो। यो र योसँग हामी जोड्यो भने मजाले मर्ज भन्ने हो नि त। अब मैले यसको साइडमा मैले यो लगाएँ भने त अब अनि त्यसपछि कलर चेन्ज गरेँ भने ब्याकग्राउन्डमा के छ, ब्ल्याक छ, फोरग्राउन्डमा के छ, वाइट छ। अब किन यो यस्तो देखायो त भन्दाखेरि मैले के भन्नु सुरुमा, यो फोरग्राउन्ड हो, यो ब्याकग्राउन्ड हो। हामीले यसलाई स्विच गऱ्यो भने अब हेर्नु ब्ल्याक देखायो, यो वाइट छ, यो ब्ल्याक छ। तर यो फोरग्राउन्ड छ। यसो होभर गर्ने हो भने फोरग्राउन्ड छ र यो होभर गर्ने हो भने ब्याकग्राउन्ड छ। त्यही भएर यसमा चाहिँ मान्छेहरू सुरुमा झुकिरहेको हुन्छ, बिगिनिङमा चाहिँ। त्यही भएर यसलाई चाहिँ नझुक्यौँ। जस्तै अब यसलाई यस्तरी अनि फेरि म्यानुअली हामीले गरिराख्नु पर्दैन। प्रोग्राममा राख्यो, फेरि यहाँ आएर ब्याकग्राउन्डमा राख्यो, त्यसो गरिराख्नु पर्दैन। जस्तै मिस्टेकली अब मलाई चाहिएको थियो ब्ल्याक, होइन, मलाई ब्ल्याक चाहिएको थियो त वाइट आयो। अब फेरि त्यो रिकनेक्ट गर्नलाई डोरलाई निकाल्ने हाल्ने त गर्नु पर्दैन। हामीले के गर्न सक्छौँ, राइट क्लिक, सप इनपुट्स, अटोमेटिक भयो। सेम फेरि अटोमेटिक भयो। सर्टकट के हो भनेदेखि कन्ट्रोल टी हो। अनि अब अरू भनेको यही नै हो। अब यो फोरग्राउन्ड भयो नि, अब यो ब्याकग्राउन्ड भएर आउँछ, यो ब्याकग्राउन्ड भएर आउँछ, यो ब्याकग्राउन्ड फोरग्राउन्ड हो। यो फोरग्राउन्ड जबसम्म हुन्छ जुन चाहिँ हामी यो पछि हामी फोरग्राउन्ड बनाउँदैनौँ तबसम्म हाम्रो फोरग्राउन्ड चाहिँ हुँदैन। अब मैले यसलाई चाहिँ अब यसरी मैले फोरग्राउन्ड बनाइदिएँ भने अब मैले के लेखेँ भने मेरो आफ्नै नाम लेखेँ भने आफ्नो नाम लेखेर रेड बनाएँ भने यसो हेर्नुभयो भने मेरो नाम चाहिँ अगाडि देखायो। तर फेरि कन्ट्रोल टी गऱ्यो भने यो देखाएन। किन देखाएन? किनकि यो ब्याकग्राउन्डमा छ, ब्याकग्राउन्ड भन्दा धेरै फोरग्राउन्ड छ, त्यही भएर देखाएन। यही कुरामा मैले अब
यही कुरा मैले यसरी मैले देखाएँ भनेर फेरि यो देखाइरहेको छ किन देखाइरहेको छ भनेदेखि तपाईँको यो ब्याकग्राउन्ड र फोरग्राउन्ड दुइटै देखाइरहेको छ किन देखाइरहेको छ यो दुइटा यही नै हो क्या हाम्रो कन्सेप्ट यो ब्याकग्राउन्ड किन देखाइरहेको किनकि हामीसँग चाहिँ यति मात्रै पार्ट छ नि त त्यही भएर देखाइरहेको छ ब्याकग्राउन्ड तपाईँहरूले यो प्र्याक्टिस चाहिँ गर्नुपर्ने हुन्छ नि प्र्याक्टिस नगरी चाहिँ हुँदैन है बेसिक्स क्लियर म मजाले गरिदिन्छु अब हामी इफेक्ट मार्क्सको बारेमा सिक्छौँ इफेक्ट मार्क्स चाहिँ के हो भनेदेखि इफेक्ट गर्ने काम हो क्या जस्तै मलाई यति मात्र चाहियो रे अरू केही पनि चाहिएन भने मैले यसलाई इफेक्ट गर्नुपर्ने हुन्छ इफेक्ट गरिसकेपछि यहाँ ठुलो भयो ठुलो भइसकेपछि अब सानो पारिदिन्छु यसलाई म सरी किनकि यो सिफ्ट ती गर्नुपर्ने हुन्छ अब चाहिँ भयो किनकि यो ब्याकग्राउन्डमा काम गर्दैन फोरग्राउन्डमा मात्रै काम गर्छ तपाईँहरूले यो बुझ्नु भएको छैन भने कमेन्ट सेक्सनमा लेखिदिनु होला म तपाईँहरूलाई भिडियो फेरि बनाएर मजाले सिकाइदिन्छु सजिलो छ नि होइन यही कुरा मैले यहाँ होइन मलाई यहाँ चाहियो रे सेम कुरा यहाँ पनि भयो यहाँ चाहिएन नि त यहाँ चाहिएन मलाई योबाट चाहियो अब कहाँ कसरी के गर्ने होइन मजाले गर्न पाइयो धन्यवाद